झर्दैछ। अघि धेरै थियो, अहिले धेरै पानी परेर छैन यहाँ। यत्रो ठुलो ठुलो छ। अनि मैले चाहिँ छाता ओढिरहन्छु, त्यही भएर पट्याक पट्याक सुनिरहन्छ। अनि अघि चाहिँ पटेका जस्तो पड्किरहन्छ। लेकिन यहाँ पनि छैन, यति धेरै असिना। यहाँ पनि झरिरहन्छ असिना। हेर्न सक्नुहुन्छ पानी कति धेरै परिरहन्छ। यहाँसम्म आइसक्यो यो पानी। छम भइसक्यो। यहाँ पनि यति पानी आइसक्यो। अनि यहाँ चाहिँ धेरै छ असिना। यसरी यो असिना चाहिँ यसरी तिर्ने। तपाईँहरूकोमा पनि पानी परिरहन्छ भने यसरी हेर्नु यति धेरै अनि असिना झरिरहन्छ भने कमेन्ट गर्नु होला। अनि माथि चाहिँ छाता छ, हेर्न सक्नुहुन्छ आकाश कस्तो भइरहन्छ, गडङ गुडुङ पनि गरिरहन्छ। त्यसैले